नमस्कार, म रमेश गतराज लभ फोटो रिसेटमा म आछु आज र एउटा भिडियो बनाउन लागिरहेको छु। सबै कुराको व्यवस्था छ, खाने कफीदेखिको सबै कुरा, स्विमिङ पुलदेखिको सबै कुरा नै छ। बाइकहरू पनि छ र सबैजनाले स्विमिङ पुल खेलिराख्नु भएको छ। यो मुलपानी हाइट भन्छ यो एरियालाई चाहिँ। राम्रो ठाउँ छ, हजुर पनि घुम्नलाई आउन सक्नुहुन्छ यो ठाउँमा। लभ फोटो रिसेटमा हजुर आउन सक्नुहुन्छ। स्विमिङ गर्मीको टाइममा स्विमिङ खेल्नलाई पनि व्यस्त छ र राम्रो ठाउँ छ। यति हजुरहरूलाई मन परेमा आउन सक्नुहुन्छ। यो ठाउँ एकदम राम्रो ठाउँ छ। बिन्दास छ, स्विमिङ खेल्नओर्न पनि आनन्द ठाउँ रहेछ। हाइटमा गर्मीको टाइममा सबै कुरो फेसिलिटी छ। आज शनिबार भएर होला यति धेरै मान्छे हुनुहुन्छ कि बच्चा ठुला मान्छे पनि स्विमिङ पुल खेल्नु हुँदो रहेछ। यहाँ चाहिँ सानो सानो बच्चाहरूलाई पनि खेल्न मिल्दो रहेछ र यसको चार्ज रहेछ 9 वर्षको बच्चाको ठ्याक्कैसँग 200 रुपियाँ रहेछ, 5 वर्षको बच्चाको 100 रुपियाँ रहेछ। यो स्विमिङ पुल खेलेको पनि यहाँ पुरै चार्ज लाग्दो रहेछ। जस गर्मी भए तापनि खेल्नका लागि आनन्दको ठाउँ रहेछ। बच्चाहरूलाई पिङ खेल्नदेखिको लागि सबै कुराको सुविधा रहेछ यहाँ। जस म पनि फर्स्टचोटि आएको ठाउँमा र राम्रो छ। बच्चाहरूलाई आनन्द खेल्ने ठाउँ, स्विमिङ पुल भएको सबै कुरा। यो मुलपानी हाइट रिसिटमा चाहिँ जस आनन्द रहेछ खेल्नलाई पनि, ठुलो मान्छे आउँदा पनि घुम्नलाई हुने रहेछ है। कफीदेखि चिया, चिसो पानी सबै कुरोको चाहिँ खानालाई यो ठाउँ छ। जस राम्रो छ। यहाँ बसेर चाहिँ चिसो हावा खान सक्नुहुन्छ र काठमाडौँको सबैतिर चारैतिर रमित हेर्न सक्नुहुन्छ। भ्यूहरू पनि राम्रो देखिरहेको छ। यो मुनिबाट थोरै तलतिर चाहिँ नगर हस्पिटल छ। ठ्याक्कै हजुरलाई लोकेसन चाहिँ कहाँ छ भनेपछि नगर हस्पिटलदेखि थोरै मास्तिर डाँडामा आउनुभयो भने यो रिसिट पाउनुहुन्छ।
यो नगर होस्टेल हो। नगर होस्टेलबाट थोरै मास्तिर पर्छ यो। ल फोटो रिसिट राम्रो ठाउँ छ, घुम्नलाई आउनु होला।